पैसा दे मलाई आजको विशालको बर्थडे पार्टी गर्छ अरे फेरि 500 रुपैयाँ मन्दिरमा गएर देखाउँदै कि तपाईलाई। नमस्ते, आशा गर्छु तपाईहरु सन्चै हुनुहुन्छ भनेर। अनि आज हामी रेडी भएर भाइ र म कहाँ जानु आँटेको भन्दा एउटा बहुत राम्रो टेम्पल बनिएको छ गाइस। अलिक यहाँबाट तपाईको 1.5 घण्टा जति 2 घण्टा 2.5 घण्टा जति लाग्छ हाम्रो स्कुटीमा। सो हामी निक्लेको त आजको भिडियो सुरु हुँदैछ हामीहरुको सियाजुलीको बागानदेखि, किनकि घरबाट छिटो छिटो आयौं त्यही लागि यहाँबाट भिडियो चालु गरेको। अनि यो चेक गर्नु सियाजुलीको बागान बिहानको भ्यू। यो ब्रेक तान त छोड दे। अहिले साथीहरु हामी पुग्यौं बोगी नदीमा। अनि बोगी नदीको एटीएममा मेरो भाइले पैसा झिक्दैछ। आज विशाल मेरो भाइको बर्थडे छ अनि सबैजना ह्यापी बर्थडे लेखिदिनु। अनि आज पैसा झिक्दैछ भाइको पट्टिबाट बर्थडे पार्टी। अनि भाइ पैसा लिएर एटीएमबाट कति निकालिस् दे। बाबाको दर्शन भयो, गणेश बाबा की जय। पैसा दे मलाई आजको विशालको बर्थडे पार्टी गर्छ अरे फेरि 500 रुपैयाँ। अनि यो बर्थडे बोय आजको सबैले ह्यापी बर्थडे लेखिदिनु होला कमेन्टमा। त्यहाँ पछि पदुर्मिनी माताको ढोगगरिम स्कुटीबाटै जय माता दी। सबैजना कमेन्टमा लेख्नु है जय माता दी। अलिक दूर गएपछि हाम्रो माताको जान बचाउने, हाम्रो धरती माताको जान बचाउने सैनिकहरूको गाडी दिखाइदियो मलाई। उनीहरूको लागि जय हिन्द वन्दे मातरम मेरो तर्फबाट स्लोट छ। अनि यसरी गर्दै हामी हाम्रो मन्जिलतिर बाटो लाग्यौं फेरि। मेरो भाइले चलाउँदैछ अहिले फिलहाल। अनि गगामुख पुग्ने बित्तिकै मलाई फेरि हनुमान मन्दिर दिखाइदिनु भयो। अनि उहाँलाई पनि मैले स्कुटीबाटै ढोग गरेँ। अनि त्यहाँबाट फेरि हामी अघि बढ्यौँ भाइ र म साथी हो। अनि हामी अहिले वर्तमान बरदलनीमा छौँ। अनि यो ब्रिज चेक गर्नु, नयाँ बनाएको छ ब्रिज यहाँ। अनि पुरा मस्त भ्यू दिखाइदिनेछ गाइस। यो चेक गर्नु यो ब्रिजबाट के दामी भ्यू दिखाइदिँदैछ। उहाँ छ साथीहरू रेल दलङ। अनि यो गाडीको बहुत नयाँ रहेछ, नयाँ बनाएको रहेछ गाइस। अनि उहाँ हेर्नु काम पुरा जेसीपी को काम चल्दैछ। फाइनली साथी हो हामी धेमाजी पुग्यौं। धेमाजी टाउन चेक गर्नु हाम्रो धेमाजी टाउन यस्तो छ गाइस। अहिले बिहान सायद 9 बजिरहेछ फिलहाल। अनि अहिले धेमाजी पुरा खोलिएकै छैन। अनि धेमाजीबाट अलिक अगाडि गएपछि हामीलाई स्वयं गणेश बाबाको दर्शन भयो। गणेश बाबा की जय। कस्तो राम्रो लाग्यो हेरेर नि हामीलाई दर्शन दिनुको बहुतै आनन्द लाग्यो। हाम्रो गणेश बाबाको दर्शन भएपछि हामी अनि त्यहाँ पछि शिलापत्थर पुग्यौं गाइस। अनि यहाँ शिलापत्थरको भ्यू चेक गर्नु मेरो पछाडि पुरा यहाँको दोकानहरू सब खोलेको छ। अनि शिलापत्थरदेखि हाम्रो डेस्टिनेसन जस्ट अब अलिकति दूरमा छ। तपाईहरु हेर्दै जानु भिडियो, तपाईहरुलाई पुरा देखाउने छु। तो लेट्स गो। साथी हो फाइनली म पुगे शिलापत्थरको गुम्फामा। अनि तपाईहरुले यो चेक गर्नु यो गेट हो गाइस गुम्फा। अब विशाल भित्र पस्दैछ। चलो विशाल टेन्टेन अगाडि फोटोसुटमा आउँदैछन् गाइस फोटो। गुम्फाको गेट हो यहाँ बनिँदै रहेछ, अहिलेसम्म बनिसकेको छैन। अनि उहाँ देख्नुभयो मन्दिरमा गएर देखाउँदै कि तपाईँलाई। चलो चलो विशाल भाग टेन्टेन। फाइनली गाइस हामी पुग्यौं गुम्फा शिलापत्थरको। यहाँ बनिँदै रहेछ, मजाले बनिसकेको छैन। यो चेक गर्नु गाइस।
अनि मन्दिरको फ्रन्टमा यस्तो देखाइदिँदैछ गाइस। यहाँ मजाले फुलबारी बनाएकै छैन, अलिअलि मात्रै छ, अहिले बनिँदैछ, पुरा काम चलिरहेछ। अनि साथीहरू यो नि तपाईँहरू जे विस गएर यसलाई घुमाउनुहुन्छ त्यसको विस पुरा हुन्छ र नाम त थाहा छैन, तर म पनि घुमाउनु लागेको, अब मेरो पुरा हुन्छ कि नै त्यो त भगवानको उपरमा छ, त म घुमाउनु लागेको गाइस। साथी यिनीहरूको हेरेर चाहिँ लाग्दैछ मलाई अरूको होस् कि नहोस् तर यिनीहरूको विस चाहिँ पक्कै नै पुरा गर्नुहुन्छ भगवान्। फाइनली साथी हो हामीले गुम्फामा पनि हेऱ्यौँ, गुम्फा बन्द रहेछ अहिले, पुरा ओपनिङ भएको छैन, फुल ओपनिङ भिडियोहरू हेरेको थिएँ मैले, पुरा ओपनिङ छ, पुरा भयो भनेर आएको थिएँ हेर्नु, तर पुरा भएको छैन, पुरा काम चलिरहेछ गाइस। सो हामी अहिले बाहिरबाट हेऱ्यौँ, अलिअलि फोटो माऱ्यौँ, भिडियो बनाएँ, रिलहरू बनायौँ र अनि हामी गएको। अब त अब हामी जाँदैछौँ, त कस्तो लाग्यो कमेन्टमा बताउनु होला। अनि नेक्स्ट एपिसोडमा तपाईँहरूलाई फेरि अर्को जग्गा देख्नु पाउनुहुन्छ। टाटा बाई बाई।